Am I angry? We are coming for you. अस्ट्रेलियाबाट आइसकेपछिको पहिलो यात्रा हाम्रो जर्सिङ पौवातिर मर्निङ टाइम बिहानको न्यानो न्यानो घाम ताप्दै साह्रै मजा आइरहेछ हाम्रो गुरुजी एकदम रमाइलो उहाँ पनि एकदम रमाइलो गर्दै जान्छौँ ल रिक्की दिदी हेलो हाम्रो मुख्य पात्र चाहिँ उहाँ हुनुहुन्छ आजको यात्राको आर्यन ब्रो अहिले बिहानको 9:15 बज्यो हामी चाहिँ ब्रेकफास्ट गर्न जर्सिङ पौवा रिजोर्टतिर रुकेको छौँ यहाँबाट हाम्रो यात्रा चाहिँ टिम्बु मेलम्ची हुँदै त्यहाँबाट चाहिँ आजको अन्तिम डेस्टिनेसन भनेको चाहिँ छुम्योथाङ आमायाङ्गी बेस क्याम्प काठमाडौँबाट करिब 90 किलोमिटर उत्तरमा रहेको आमायाङ्ग्री हेलम्बुको सबैभन्दा अग्लो भ्यू पोइन्ट हो छोटो समयमै हिमाल टिबेटियन संस्कृति र शान्त वातावरण अनुभव गर्न सकिने यो यात्रा साँच्चै विशेष छ जर्सिङ पौवामा छोटो लन्चपछि हामी आमायाङ्ग्री बेस क्याम्पतर्फ लाग्यौँ बाटो कतै उकालो थियो कतै धुलाम्मे घुम्तीमाथि घुम्ती पार गर्दै यात्रा अगाडि बढिरह्यो हामी शेर्माथाङ जाने बाटो बिचमा छौँ गाडीलाई चाहिँ यसो रेस्ट दिएको हामीलाई पनि रेस्ट गाडीको इन्जिन धेरै तातेर सबैलाई रेस्ट चाहिने नै भएको स्थिति हो यो चाहिँ शेर्माथाङ जाने बाटोमा साङ्गाक छोलेङ मोनास्ट्री पाल्चोक भन्ने ठाउँमा सानो गाउँ रहेछ डाँडाको बिचमा हेलम्बु क्षेत्र प्राकृतिक सुन्दरताका साथै यल्मो संस्कृति र बौद्ध परम्पराका लागि पनि परिचित छ बाटोभरि देखिने प्रार्थना झण्डा र बस्तीहरूले त्यो झल्को दिन थालिसकेका थिए तार्के घ्याङ हुँदै चमुथाङ तर्फको बाटो निकै उकालो र अफरोड थियो केही चुनौतीपूर्ण भए पनि यही साहसिक यात्राले यस अनुभवलाई अझ सम्झना लायक बनायो अनि के गर्छ रे अनि हामी ट्रेकिङ जाने भनेको अब हिँडेर भन्दा पनि गाडीमै पुगेर पुग्यौँ ट्रेक भइरहेछ यहाँसम्म गाडीमा बसेरै आउँदा पनि धेरै उपलब्धि फिल भइरहेछ हिँडेकै जस्तो फिल भइरहेछ हामीलाई हिँडेको भन्दा अलि बढी भइरहेछ रेस्ट हुन्छ त्यही बेला जानुपर्छ लामो अफरोड यात्रापछि आइपुग्यौँ वान अफ द बेस्ट अफरोड एडभेन्चर एभर छियोमुथाङ रिजोर्ट फाइनली आमायाङ्ग्री बेस क्याम्पमा हामी छोयुमथाङ रिजोर्ट कस्तो फिल भइरहेछ त गर्मी फिल भइरहेछ गर्मी लागेर अब चिसो बनाउनु के गर्ने अब तातो बनाउने उपायहरू त धेरै छ चिसो बनाउने उपाय चाहिँ के छ नुहाइदिने यहाँ अब कुण्ड खोज्नु पर्ने छ
रेस्टुरेन्ट लुक्स गुड मिठो मिठो खानेकुरा खान पाइएला जस्तो छ We are on a very pleasure trip. We are finally here at the Amayangdi base camp. We are feeling very happy and joyful. We are feeling very accomplished. अब जो तातो बनाउने अब प्लान छ हाम्रो विकल्पहरू खोज्दैछौँ विकल्प भनेको चाहिँ कुकुरम हो एउटा कुकुरम खानु पर्यो कि जयखट्टे खानु पर्यो खानु पर्यो कि टुम्बा खानु पर्यो कि बाबुजूको भुटी खानु पर्यो कि ब्ल्याङ्केटमा आनन्दले यसै गरी बस्नु पर्यो सबले आफ्नो मनको कुरा पोख्ने हो खोल्ने हो केही भन्नु पर्दैन ल हामी चाहिँ आज आमायाङडी ट्रेक आएको बिहान कति 8 बजे हिँडेको घरबाट यस्तो खतरा अफ रोड लाइफ टाइम एक्सपिरियन्स भयो यस्तो अफ रोडले जिउ हात सबै गलेछ आएर तातो तातो थुक्पा खाइयो अब टेन्टमा आराम गरिरहेको छौँ केही समयपछि फेरि बाहिर निक्लिने होला पहला नशा Baby, I'm dancing in the dark with you before my eyes, barefoot on the ground, listening to our favorite song. Happy Valentine's Day. बिहानको 4:15 बज्यो हामी आमायाङ्ग्री पिकतिर अब लाग्दैछौँ बिहानको 4 बजे पुरै अँध्यारो छ हामी रुट खोज्दै एकछिन यहाँ कुर्दैछौँ अरू साथीहरूलाई रुल ट्रेकिङको रुल्स भनेर कम बोल्ने होइन अनि त्यसपछि बिस्तारै हिँड्ने है अनि सास्या भयो भने यसो अगाडि फर्केर लामो सास लिने ढुङ्गामा चाहिँ बस्नु हुँदैन ट्रेक गर्दाखेरि गाह्रो चाहिँ हुन्छ है बिहान सबेरै निन्द्रासँग सम्झौता गर्दै हामी शिखरतर्फ लाग्यौँ अँध्यारो भए पनि उत्साह भने कम थिएन हामी रिसोर्टबाट निस्केको 2 घन्टा भयो सनराइज अलमोस्ट भइसकेको छ यहाँ हामी बिस्तारै आउँदै गरेको भएको भएर बाटो चाहिँ ठाडै उकालै रहेछ कसैले फर्स्ट टाइम हिँडिरहनु भएको छ भने यसो 2-4 दिन अगाडि बडी वार्मअप गरेर आउनुभएको बेटर होला त्यो रिकमेन्ड गर्छु म So we are almost at the peak. यहाँबाट अब 10-15 मिनट जति मात्रै लाग्छ भन्नुभएको छ यहाँ पछाडिको त्यही पिक हो त्यहाँ एउटा गुम्बा छ आमायाङ्ग्री पिक ब्यारन माउन्टेन सनराइज चाहिँ त्यति क्लियर छैन बट स्टिल वर्थ इट जति माथि पुग्दै गयौँ त्यति नै वरिपरिका दृश्यहरू खुल्दै गए थकान अझै थियो तर त्यसलाई बिर्साइदिने दृश्यहरू पनि हाम्रो प्रतीक्षामा थिए Awesome. Wow.
बब्बल भ्यू देखिरहेछ। अलि बादल लाग्ला भनेर हामीले चाहिँ यहीँबाट फोटोसुटको कार्यक्रमहरू सकायौँ। माथि चाहिँ अब हेरौँ के देखिन्छ। फर्किन लगाएको मान्छे फेरि ब्याक टु बिजनेस हो। एकछिन यता पनि फर्किदिनु। थकानले बोल्ने इनर्जी पनि धेरै छैन। आशी दिदी फाइनली आइपुग्यो है। Angry. फाइनली हामी यो गुम्बामा छौँ। आमेयाङ्गी पिक पनि भन्छ यो ठाउँलाई। यहाँबाट पेनोरामिक भ्यू देख्छ। फाइनली हामी आमायाङ्ग्रीको शिखरमा पुग्यौँ। समुद्री सतहबाट 3771 मिटर उचाइमा रहेको यो स्थान हेलम्बुको सबैभन्दा अग्लो दृश्यावलोकन बिन्दु हो। यहाँ आएर तिमीलाई चाहिँ कस्तो फिल भएको छ सरिन यो यहाँ यस्तो ठाउँमा आएर? मान्छे प्योर नेपाल अब फोटो खिच्न मात्रै आउँदो रहेछ होइन। तर यो हिमाल भनेको मेरो लागि भनेको थेरापी हो कि थेरापी हो चाहिँ मान्छे अब एकदम बिजी लाइफबाट होइन एकदमै अब फ्रस्ट्रेट हुन्छ स्ट्रेस हुन्छ अनि भन्ने थेरापी हो हिमाल। त्यही भएर मान्छे फिटनेस होइन त कम खिच्ने यो पो हो त इन्जोय। कृतिका पनि जोइन, आर्यन पनि जोइन। ल ल आउनै पर्ने ठाउँ नेचर लभर नेपालमा है एकदम गाह्रो जस्तो हैन। हजुर तर ठ्याक्क आएपछि हैन त्यो उताबाट हिमाल देखेपछि चाहिँ नि अझै जाउँ जाउँ माथि जाउँ जस्तो फिल आउँदो रहेछ के। त्यसैले एकदम रमाइलो भयो मलाई चाहिँ। यहाँ आइसकेपछि बिच बाटोबाटै नफर्किनु हो 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 किनभने यो काठमाडौँबाट जस्तो नै लाग्छ फेरि। काठमाडौँबाट गाह्रो हुन्छ। सर्टेस्ट ट्रेकिङ रुट भनेको यही हो हैन। 2.5 घण्टा बसी आइपुग्ने ठाउँ होला। अनि 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 गुड मर्निङ गाइज फ्रम हेलम्बु। हामी चाहिँ अहिले याङ्ग्री पिक होटलमा छौँ। बिहानको 8 बज्यो। हामी चाहिँ अब यहाँ ठुलो एउटा मोनास्ट्री गुम्बा छ, त्यहाँ घुमेर आएर ब्रेकफास्ट गरेर निस्किन्छौँ। हामी अहिले याङ्ग्री पिक
होटलको यहाँ किचनमा स्पेसल रेस्टुरेन्टमा छौँ। हाम्रो स्पेसल होस्ट दोर्जे दाई यहाँ हुनुहुन्छ। एकदमै उहाँ एकदमै सुविधाहरू धेरै राम्रो रहेछ। एकदम भ्याल्यु फर मनी होटल हो है। हेलम्बु आउँदाखेरि सबैजना यहीँ बस्नुभयो हुन्छ। गुड प्याकेजमा एभाइलेबल छ सबै कुरा। धेरै अगाडिदेखि हेलम्बु आउन मन लागिरहेको थियो मलाई र फाइनली ड्रिम सक्सेस भयो, ड्रिम कम ट्रु। थर्ड एन्ड लास्ट डे हामी अहिले हेलम्बुमा छौँ र सबैजनाको यो टुरको एक्सपिरियन्स, ट्रेकिङको एक्सपिरियन्स कस्तो भयो भन्ने म बुझ्न गइरहेको छु सबैजनाबाट। लेट्स गो। रिक्की दिदीबाट सुरु गरौँ। मेरो चाहिँ फर्स्ट ट्रेकिङ थियो यो, आमायाङ्रीबाट सुरु भयो अनि एकदमै रमाइलो भयो, एकदमै उत्साहित थियो। अनि अब अझै अरू पनि धेरै मान्छेहरू, अरू सबैजना चाहिँ यो एकदम सानो सफरमा चाहिँ आमायाङ्रीको ट्रेकिङमा आउन सक्नुहुन्छ भनेर म चाहिँ मोटिभेट गर्न चाहन्छु सबैलाई। सबैभन्दा रमाइलो एक्सपिरियन्स के भयो? रमाइलो एक्सपिरियन्स चाहिँ मैले अब यत्रो नजिकबाट चाहिँ हिमाल अहिलेसम्म देखेको थिइनँ अनि त्यही नै मैले अनुभव गर्न पाएँ। अनि नेपाल आइसकेपछिको फर्स्ट ट्रेकिङ एक्सपिरियन्स पनि हो, कस्तो भयो भन्ने हिसाब? ट्रेक जानु त धेरै गयो, तर यो ट्रेक चाहिँ अप्ठ्यारो रहेछ अलिक। पुग्दाखेरि चाहिँ अब एकदमै बाटो बनेको छैन, अप्ठ्यारो। 3 घन्टाको बाटो 4 घन्टा लाग्यो है, तर रमाइलो थियो। भ्यू एकदम खतरा थियो। कोही कोही मान्छे बिच बाटोबाट फर्किन लागेको थियो, तर पछि के भएर फेरि पिक लाग्यो हाम्रो ग्रुपको फेरि कोही मान्छेहरू, तर रमाइलो भयो ओभरअल। गाह्रो चाहिँ गाह्रो थियो, तर माथि माथि जाँदाखेरि, तर माथि पुगेपछि चाहिँ एभ्री स्टेप वाज वर्थ इट नै जस्तो भयो माथि पुगेपछि चाहिँ। टोटली वर्थ इट हैन त? हजुर, माथि पुगेपछि चाहिँ, नत्र गाह्रो थियो बिच बाटोमा चाहिँ। हेलो, यो ट्रिप चाहिँ एकदमै रमाइलो रह्यो, वन्डरफुल ट्रिप नै रह्यो। हाम्रो ग्रुप पनि सबैजना रमाइलो थियो। माथि आमायाङ्रीको पिकमा पुग्दा त एकदमै रमाइलो फिल भयो, हिमालहरू देख्दा, त्यहाँको ग्रिनेरी सिनेरी देख्दा। फेरि आउने मौका पाऊँ यसरी ट्रेकिङ यही ग्रुपमा सबैजना रमाइलोसँग। थ्याङ्क यू। तपाईँ पनि फर्स्ट ट्रेकिङ एक्सपिरियन्स है? फर्स्ट नै हो त, रमाइलो भयो सबैजना। फर्स्ट एन्ड लास्ट होइन, फेरि आउन, फेरि नेक्स्ट ट्रिप। के भने हजुर ठिकै भयो, रमाइलो भयो, चढियो, घुमियो, वर्थ इट नै थियो, त्यति नै हो। हिमाल त चढाएको छैन, पहाड चढाएको थिएँ। हिमाल पहिलोचोटि नै हो। मेरो चाहिँ सुरुमा रमाइलो भयो, अनि पछि गएपछि एक दुईजनाले न्यु खोज्यो, अनि अलिअलि रिस उठायो, अनि त्यसपछि रमाइलो भयो। अब अस्ट्रेलियाबाट फर्केपछिको फर्स्ट ट्रिप ठिकै लाग्यो। अब अर्कोचोटि अर्को वर्ष आउँदाखेरि अर्को ट्रिप गरौँला भन्ने आशा छ। धन्यवाद। हाम्रो दोर्जे दाई यहाँ एकदम सबैभन्दा सुविधायुक्त गर्नुहुने दाई। स्पेसल त खास पाउने त यहाँ त अहिले के स्याउ अलिकति कार्तिक ठाउँमा, कार्तिक मङ्सिरमा जुन स्याउ पाउँछ, अनि त्यहाँदेखि जुन एज अ भोलि चाहिँ स्पेसल केबी छ यहाँको। केबी छ, केबी चाहिँ आज लाए भए पनि अहिले लाए पनि छ। केबी चाहिँ आजभोलि चाहिँ भइरहेको छ। अनि कार्तिक मङ्सिरमा चाहिँ तपाईँको स्याउ, आलु, मुला, हेलाङफुको, हाम्रो हेलाङफु भन्ने चाहिँ एउटा स्याउ पहिल्यै उपलब्ध भर्ने भएको जग्गा गोल्डन पनि छ। यहाँ पनि त्यही हो। अनि पहिलेदेखि नै हेलाङफु भन्ने स्याउले पनि फेमस एउटा चिनी ठाउँ थियो। अनि अहिले अर्को त अब किवी फार्म पनि आयो, अहिले किवी पनि एकदम पाइरहेको छ। अनि असोज कार्तिकमा चाहिँ आलु, एकदम आलु, अनि कार्तिकमा चाहिँ मुला। अनि हाम्रो यो जुन हेलाङफु भन्ने चाहिँ हाम्रो यहीमा फाल्ने पनि एउटा आलु मुला फाल्ने जग्गा हेरेर हेलाङफु राख्यो। हाम्रो भाषादेखि राखेको छ कि आलुले हे भन्छ, मुलाले लौ भन्छ कि हे लौ मिलाएर हेलाङफु नाम बनाएको यो चाहिँ विशेष। यो चाहिँ
मन्दिरहरू दर्शन गरे बुद्धिज्मको यसमा एकदमै बुद्धिस्टहरू आउने चाहिँ एकदमै यहाँ किता यस्तो चाहिँ एकदमै छ पहिले चाहिँ पद्मा समयको तपाईँको गुफाहरू त्योहरू चाहिँ थुप्रै भेट्न हुन्छ यहाँ बुद्धिज्मको एरिया मात्रै हो हाम्रो यहाँ चाहिँ हेलम्फू भेगमा चाहिँ यहाँ बुद्धिस्ट एरिया मात्रै नै प्रायः जस्तो सबैले बुद्धिस्ट एरिया मात्रै मान्ने रहेछ बुद्धिस्टमा चाहिँ अरू यहाँतिर काठमा नआउने जुन हाम्रो जुन मासुहरू सबै तल भाजा डिग्रीहरू मात्रै पकाउँछ हाम्रो यहाँ चाहिँ कुखुराहरू यसो चराङचुङ पनि मार्नु दिँदैन हाम्रो समितिले नि त्यो कन्ट्रोल गर्छ बुद्धिज्म एरिया अर्को छैन टोटल नै रिसरी बनायो यहाँ चाहिँ अब अनि पहिले चाहिँ योभन्दा पहिले भुइँचालोभन्दा पहिले चाहिँ एकदमै हेलम्फू ठहरेको एकदमै विदेशी राम्रो चल्दै थियो पर्यटक अनि हाम्रो भुइँचालो आएदेखि चाहिँ एकदम हाम्रो नेपाली पर्यटक एकदमै आमायाङदेखि राम्रो आयो थाहा अहिले चाहिँ एकदमै भुइँचालो पछि एकदम अब आमायाङको लागि चाहिँ नेपाली पर्यटक यति आजको वैशाख अब हाम्रो चैतको पूर्णिमा चाहिँ हाम्रो आमायाङको मेला हुन्छ आमायाङको चाहिँ दिदी त्यो पूर्णिमाको मेला हुन्छ हाम्रो चाहिँ यो चाहिँ आमायाङको मेला यो तारिकको हाम्रो माथि नै हुन्छ टोपमा हुन्छ त्यहाँ टोपमा चाहिँ त्यो दिनमा चाहिँ तपाईँको समितिले खाजा सबै फ्रीमा खुवाउँछ समितिको तर्फदेखि खुवाउँछ हाम्रो त डोनेसन कोर्स गरेर चाहिँदा पूर्णिमा आयो भने 2 दिन चाहिँ तपाईँहरू खाना सेना केही बोल्नु पर्दैन खाजा सबै माथि फेरि पाउनुहुन्छ त्यो चाहिँदा पूर्णिमा चाहिँ आदि बुद्धिस्ट चाहिँदा पूर्णिमा हामीले त्यही गर्छ चाहिँदाको पनि पर्छ पूर्णिमा चाहिँ सबैले गर्नुपर्छ हेर्नु भन्दा दोर्जे दाइको तुङ्नाको मधुर धुनसँगै यो यात्राको अन्त्य हुँदैछ। पहाडका कथाहरू सायद यस्तै हुन्छन्, यात्रा सकिन्छ तर सम्झनाहरू धेरै टाढासम्म साथमा हिँडिरहन्छ। खला येने टिकी टिकी चरा नमरे चढ्दैन खला येने टिकी टिकी चरा नमरे चढ्दैन तिमी तेरे छ कन्नेका केटी नलाई चढ्दैन हेलम्बुले हामीलाई हिमालका दृश्यहरू मात्र होइन, केही यस्ता क्षणहरू पनि दियो जो फर्किएपछि झन् बढी मनमा बसिरहन्छ। गद्दा गाङ्गेर केस मेरो भाङ्गेर टेबलमा आइना छ काला गद्दा गाङ्गेर केस मेरो भाङ्गेर टेबलमा आइना छ पिराती मैले नानाको ऐना त तिरमा लेना छ दन्के बाला झुलाउला मायाले बोलाउला। तुङ्गनाको धुन बिस्तारै टाढिँदै जाला
तर आमा याङ्ग्री र हेलम्बुको यो अनुभूति भने धेरै समयसँग साथमै रहनेछ। Nossa. Olha,